यो हामीले चाहिँ अहिले पनि आयोगमा मुद्दा टेपिराखेका छौँ। हामी यो भुजेल जाति मात्रै होइन, भुजेल जातिसँगै 10 वटा जातिहरूले अहिले चाहिँ हाम्रो जातै अतिक्रमण परेको हुनाले हामीले चाहिँ त्यहाँ मुद्दा लडिराखेका छौँ। अब यो विषयमा चाहिँ के होला, यो विषय पनि उठाउनुपर्छ भन्ने मलाई लाग्छ। र हाम्रो यो भुजेल जाति मगरको एउटा उपथरमा लगेर राखिएको छ, जुन त राज्यले 59वटा जनजाति भनेर घोषणा गरिसकेको छ। त्यो एउटा जातिलाई फेरि अर्को जातिको उपथरमा चाहिँ लगेर चाहिँ राख्दाखेरि त्यो अतिक्रमण भयो कि भएन, त्यो विषय मैले राख्न चाहेँ। र यसको साथसाथै हामी भुजेलहरूले धेरै खोजेको छैन, हामीसँग चाहिँ धेरै सङ्ख्यामा हाम्रो जात छैन, हामी अल्पसङ्ख्यक जातिमा परेको हुनाले हाम्रो चाहिँ फाकथलो बाग्लुङको ढोरपाटन, त्यहाँबाट चाहिँ राज्य हरण हुँदाखेरि चाहिँ त्यहाँबाट भागेर हामी विभिन्न ठाउँमा गएर चाहिँ बस्यौँ। कोही एक्लै भागेर गयो, कोही चाहिँ झुन्डमा भाग्यौँ। र झुन्ड भाग्ने क्रममा तनहुको आदिमूलमा गएर चाहिँ केही भुजेलहरूको बसोबासो भयो। त्यहाँ हाम्रो धर्म, संस्कार, संस्कृति, भाषा त्यहाँ जीवितै छ। त्यस्तो ठाउँलाई चाहिँ हामीले सांस्कृतिक स्वायत्त क्षेत्र घोषणा गर्नुपर्छ भनेर हामीले अपेक्षा राखेका थियौँ। हामीले कुनै राज्यको चाहिँ माग गरेका छैनौँ, राज्यको चाहिँ हामीलाई चाहिँ अपेक्षा पनि राखेका छैनौँ। र हाम्रो जाति जहाँ हाम्रो भाषा, संस्कार, संस्कृतिलाई संरक्षण गरेर राखेको छ त्यो ठाउँलाई चाहिँ सांस्कृतिक स्वायत्त क्षेत्रको चाहिँ घोषणा हुनुपर्छ भनेर चाहिँ हामीले भनेका हौँ। र अहिले मैले धेरै कुराहरू राखिनँ, यी कुराहरू राखेँ। र अर्को कुरा सुझाव, हामी आदिवासी अभियन्ता हौँ, हामीले हामीमाथि भएको अतिक्रमणलाई रोक्न र यसलाई फिर्ता गर्नका निम्ति नेपाल सरकारलाई घचघच्याउन भन्दा बाहेक अरू विकल्प हुन सक्दैन। अर्को भनेको जो व्यक्तिहरू जो हाम्रो आदिवासी जनजातिबाट चाहिँ नेपाल सरकारमा प्रतिनिधित्व गर्नुहुन्छ, सहभागी हुनुहुन्छ, उहाँ साथीहरूले यो विषयलाई गम्भीरताको साथ उठाएर आफ्नो पहल कदमी लिनुपर्छ भन्ने चाहिँ मेरो सुझाव राख्दै बिदा हुन्छु। हस्त, धन्यवाद।